सेवा नमस्कार। आज धेरै दिनपछि फेरि पनि मैले एउटा ब्लग यहाँहरू समक्ष लिएर आएकी छु र यस ब्लगमा यहाँहरू सम्पूर्ण महानुभावहरूलाई चाहिँ स्वागत पनि गर्न चाहन्छु। र आजको यस ब्लगमा रहेको छ साउने संक्रान्ति सम्बन्धीका कुराहरू चाहिँ मैले लिएर आएकी छु र किराँत राई मुन्नम अनुसार चाहिँ साउने संक्रान्तिलाई कसरी मानिन्छ, किन मानिन्छ, के कारणले मानिन्छ भन्ने कुराहरू चाहिँ यहाँहरू समक्ष म सेयरिङ गर्न गइरहेको छु। मैले मुन्नम स्टडिज गर्ने सन्दर्भमा पाएका कुराहरू यहाँहरू समक्ष म सेयरिङ गर्न गइरहेको छु। तथापि यहाँहरूकोसँग ठ्याक्क नमिल्न पनि सक्छ र मिल्न पनि सक्छ। तथापि यहाँले सुनेर साथ दिनुहोला यो भिडियोको अन्तसम्मलाई र यहाँहरूलाई मन परेको खण्डमा अथवा कमेन्ट गर्न मन लागेको खण्डमा यसको मुनि कमेन्ट गरिदिनु होला र सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ अब विषयवस्तुतिर लाग्न चाहेँ। विशेष गरेर किराँत राई मुन्नममा चाहिँ के भेटिन्छ रहेछ भने यो साउने संक्रान्तिलाई चाहिँ सिउसेपा बुफैनाम भन्ने गरिन्छ अथवा सुसामा रोमा र होप्छामा तामा। यसको अर्थ चाहिँ के रहेछ भन्दाखेरि सुसामा भनेको चाहिँ लुतो र सुसामा रोमा भनेको चाहिँ लुतो भगाउने र होप्छामा तामा भनेको चाहिँ पिलो आओस् भन्ने कुराहरू रहेछ। र लुतोले चाहिँ अनिकाल ल्याउँछ, यो चाहिँ नराम्रो हो, वातावरण चाहिँ नराम्रो गर्छ, यसले चाहिँ समाजमा सुख शान्ति दिँदैन भन्ने साङ्केतिक अर्थ रहेछ। र चाहिँ होप्छामा तामा भनेको चाहिँ पिलो यदि आयो भने कसैलाई घाउ खटिराको रूपमा पिलो आयो भने चाहिँ मुन्नमभित्र चाहिँ त्यो चाहिँ राम्रो मानिन्दो रहेछ। यसले चाहिँ सम्पत्तिहरू आउँछ, राम्रो समय आउँछ, सुख शान्ति ल्याउँछ भन्ने कुराहरू चाहिँ मुन्नमभित्रको कथा कहानीहरूमा चाहिँ रहेछन्। र यो सन्दर्भमा चाहिँ किराँत राई समुदायले यस दिन चाहिँ यो चाड चाहिँ मनाउने गर्दा रहेछन्। र कतिले चाहिँ यो ठ्याक्कै असारको मसान्तको बेलुकी र कतिले चाहिँ संक्रान्ति साउने संक्रान्तिको बेलुकी साउन महिनाको अघिल्लो 1 गतेको बेलुकी चाहिँ यसलाई चाहिँ घरबाट चाहिँ कसैले चाहिँ अगुल्ठो, कसैले दियो बालेर अथवा कसैले रागको पनि बालेर चाहिँ निकालेर अनि घरबाट यसै सुसामा रोमा रोमा भन्दै सबैले चाहिँ सबै घरबाट निक्लिन्छन्। अनि त्यसपछि अन्तमा गएर सुसामा रोमा अनि त्यसपछि होप्छामा तामा भन्दै त्यो सबैले अगुल्ठोहरू त्यो बत्तीहरू चाहिँ एउटा खोला अथवा जङ्गल कुनै ठाउँमा पर चाहिँ सबैले छोडेर चाहिँ आउँछन्। र अब 1 गतेको कुरा गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यस दिन चाहिँ नुहाई धुवाई गर्ने, जिउमा भएका सम्पूर्ण धुलोहरू मैलाहरू जति पनि खेतीपाती गर्दाखेरि नुहाउनु नपाएको होइन, जुम्राहरू परेको हुन्छ, जुम्राको लिखाहरू परेको हुन्छ, कपडा पनि धुनु नपाएर पुरा गनाएको हुन्छ, शरीर पुरा चाहिँ मैलो भएको हुन्छ। र यस दिन चाहिँ नुहाई धुवाई गरेर अनि रायोको तेल लगाएर ढुङ्गा आँगनमा भएको ढुङ्गामा बसेर गुन्द्री ओछ्याएर अथवा के गरेर हुन्छ होइन, आफ्नो घरमा के एभाइलेबल छ बसेर अनि सबैजना परिवारहरू चाहिँ बसेर गफ गर्ने अनि पहिलाको मिठो मिठो कुराहरू जसरी पुर्खाहरूले यो समयलाई कसरी मनाउँथे, के गर्थे, के खान्थे भन्ने कुराहरू चाहिँ पुरा यो समयमा चाहिँ सेयरिङ हुन्छ। अनि सेयरिङ गर्ने अनि त्यसपछि मिठो मिठो पकाएर खाने होइन, जे छ विशेष गरेर गाउँघरमा दालहरू उसिनेर खाने अनि त्यसपछि मासुहरू कतै सुँगुर काट्छन्, कतै राँगा काट्छन्, कसैले भाले काटेर खाने, कसैले अन्डा खाने आदि इत्यादि के एभाइलेबल छ सबैले यो खाने। अनि यसमा चाहिँ एउटा टुक्रा तामा चाहिँ विशेष गरेर किराँत राई समुदायमा चाहिँ ढुङ्ग्रे बाँसको तामा खाने चलन रहेछ। र ढुङ्ग्रे बाँसको तामा सबैतिर एभाइलेबल नहुन सक्छ र एउटा ल्यायो भने मात्रै पनि बढी हुने रहेछ। र सानो एक टुक्रा सबैलाई पुग्ने, किनभने तामा चाहिँ बढी खानु हुँदैन भन्ने रहेछ, बढी खायो भने चाहिँ ज्वरो फुटाउँछ भनेर। र पकाइसकेपछि यो चाहिँ सबैको भागमा चाहिँ सानो सानो एउटा पिस होइन, एक टुक्रा, धेरै भए 2 टुक्रा जति चाहिँ परोस् भन्ने हिसाबले यो तामालाई चाहिँ पकाइन्छ, त्यो सब्जीहरूमा मिसाएर पकाएर चाहिँ खाने चाहिँ चलन छ। यसरी चाहिँ यो समयलाई चाहिँ
सिउसेपा अथवा सिउसामा रोमा भन्ने कुराहरू चाहिँ लुतो भगाउने कुराहरू चाहिँ गरिन्छ। र यो सँगसँगै अब अर्को कुरा चाहिँ यो साउन महिनापछि चाहिँ अब धानहरू फल्न सुरु गर्छन्, फुल्न सुरु गर्छन्, खानेकुराको कम्ती हुँदैन भन्ने एउटा साङ्केतिक कुरा पनि रहेछ। र अब चाहिँ बाँचियो है भन्ने कुराहरू पनि बुढापाकाहरूले चाहिँ गर्दै लिएर आउनुभएको रहेछ। अनि यो समयलाई चाहिँ एकदमै खुसीको साथ अब हामी केही हुँदैनौँ, अब हामी राम्रोसँग बाँच्छौँ, खान पाउँछौँ, रमाइलो समय आउँछ भन्ने तरिकाले चाहिँ यसको यो सुरुवाती समयमा चाहिँ यसरी मनाउने गरिन्छ। र कति ठाउँमा चाहिँ यो समयमा छोरीचेलीहरू चाहिँ माइत आउने र बुहारीहरू चाहिँ माइत जाने कुराहरू पनि, मावल जाने केटाकेटीहरू यस्तो कुराहरू पनि छन्। तथापि कति ठाउँमा चाहिँ भलबाढीको कारणले नजान पनि सक्छ र विशेष गरेर चाहिँ घरमै बसेर बाजे बज्यूसँग, बाउ आमासँग अथवा गाउँको अग्रजहरूसँग यो दिन चाहिँ कसरी हाम्रो पितृपुर्खाहरूले यो मनाउन सुरु गरे र किन मनायौँ र अब यसले के गर्छ भन्ने कुराहरू चाहिँ पुरै सेयरिङ हुने दिन र यो कुराहरूलाई चाहिँ बुझेर सबैले यो यस्तो रहेछ भनेर ज्ञान लिने दिन, ज्ञान सिक्ने दिनको रूपमा पनि चाहिँ यसलाई चाहिँ हेर्ने गरिन्छ। र यसपछि चाहिँ अब अर्को कुरा चाहिँ के छ भने यो महिनाभित्र, यो समयभित्र यो वारीला, यो महिनाले चाहिँ वारीला, वाटुप्ला र कतै वाहिला पनि भन्ने गरिन्छ। र यो समयभित्र चाहिँ झारफुक पनि नगर्ने, होइन, हाम्रो पितृहरू चाहिँ जो हुनुहुन्छ उहाँहरू चाहिँ यतिखेर चाहिँ एकदमै ध्यान बस्नुहुन्छ भन्ने पनि चलन रहेछ। र यतिखेर चाहिँ कुनै पूजाहरू पनि नगर्ने र यो समय चाहिँ विशेष गरेर अलिकति हलुको रूपमा चाहिँ मान्ने अथवा कामहरू चाहिँ अलिक कम्ती हुन्छ, तथापि कोदो रोप्ने समय त हुन्छ र त्यसलाई चाहिँ ठुलो काम नमानेर अलिकति सुख सयल सहज तरिकाले चाहिँ बिताउने भनेर चाहिँ यो समयलाई चाहिँ भन्ने गरिन्छ। अब कतातिर चाहिँ के भन्छन् भने नङ नकाट्ने, केस नकाट्ने यो आदि इत्यादि छ, तर यो चाहिँ मुन्दुमभित्र चाहिँ पर्दैन। मुन्दुमभित्र चाहिँ केस नकोर्नु, केस नकाट्नु, नङ नकाट्नु भन्ने कुराहरू चाहिँ भेटिँदैन र छैन पनि। मुन्दुमभित्र चाहिँ यस्तो कुराहरू कथाहरूमा चाहिँ छैन। तथापि अहिले चाहिँ अब खस पर्वते भाषाको कारण यसलाई महिना साउन भनिन्छ र तिनै कुराको आधारमा चाहिँ कतिले नङ नकाट्ने, अनि केस पनि काट्नु हुँदैन, अनि हरियो चुरा लाउने, हरियो साडी लाउने आदि इत्यादि छन्। यो भनेको चाहिँ हाम्रो किराँत राईहरूको मुन्दुमभित्र, हाम्रो संस्कार संस्कृतिभित्र चाहिँ पर्दैन रहेछ। र यस कारणले हाम्रो कुरो भनेको यो समयमा यो सुसामा रोमा र होप्छामा तामा भन्ने कुरालाई मुख्य रूपमा ध्यान दिने र ध्यान दिएर आउने समयमा चाहिँ के गर्ने भन्ने कुराको ज्ञान नै एक पुस्ताबाट अर्को पुस्तामा चाहिँ हस्तान्तरण गर्ने समय रहेछ। र यति जानकारीको साथ यहाँहरूसँग चाहिँ मेरो छुट्ने समय पनि भयो र यहाँहरूलाई यो कुराहरू सुनिदिनु भएकोमा केबा बड्डे आलाङ्ने अप्सवारी भन्दै यहाँहरूसँग बिदा हुन चाहन्छु र अर्को ब्लगमा अवश्य पनि भेट्ने बाचाका साथ छुट्न चाहन्छु।